गाइज आज म तपाईँहरूलाई मार्केटमा ट्रेडिङ गर्ने सबैभन्दा सजिलो इजिएस्ट जस्तै फोरेक्स ट्रेडिङमा गोल्डमा होस् या बिटकोइन होस् चाहे जुनसुकै मार्केटमा पनि ट्रेडिङ गर्नलाई 15 मिनट टाइम फ्रेममा एकदम सजिलोभन्दा सजिलो तरिका सिकाउन गइरहेको छु। यसमा रुल्स चाहिँ दुईटा हुन्छ क्या। एउटा BREA ब्रेक द EMA 50 यो मेरो 50 एमए यो ब्लू कलर चाहिँ 50 एमए हो। ब्रेक 50 एमए रिटेस्टमा रिटेस्ट वेट रिटेस्ट एन्ड वेट रिटेस्ट र रिभर्सल क्यान्डलको वेट गर्नु पर्यो हो। अनि हामी नेक्स्ट देन इन्ट्री यति मात्रै रुल्स पनि एकदम इजी तरिका। ओके, अब यहाँनिर हेरौँ। यहाँनिर 50 EMA ब्रेक गर्यो, यो क्यान्डलले रिटेस्ट गर्यो, यो क्यान्डल पछाडि तपाईँको यसमा 1:2 1:3 मात्रै हेर्ने है गाइज। त्यसो गर्दा कस्तो हुन्छ भने मिनिमम 1:2 मा हामीले 60% बुक गर्छौँ। EMA ब्रेक भइसकेपछि यसले यहाँनिर बार मार्केटले रिभर्सल गरेको छ। यसले ब्रेक गर्यो, यो क्यान्डलले रिटेस्ट गर्यो, नेक्स्ट क्यान्डलबाट हाम्रो सेल इन्ट्री यहाँनिर दिएन। अनि यहाँनिर 50 EMA भन्दा मुनि यो क्यान्डलले ब्रेक गर्यो, ब्रेक गरेपछि रिटेस्ट आयो, रिटेस्ट पछाडि यहाँनिर तपाईँको रिभर्सल क्यान्डल आयो। हाम्रो स्टप लस यसको जस्ट माथि, फिएमए भन्दा जस्ट माथि, टार्गेट 1:2 कहाँनिर बनाएको छ, 1:2 त यहीँनिर बनिएको छ, तर यसको टार्गेट कति राम्रो टार्गेट दिएको छ हेर्नु है। जस्ट एउटा क्यान्डलको मात्रै तपाईँको हुन्छ क्या। अब यसले फेरि 50 EMA टेस्ट गर्न आयो, हामीलाई वेट गर्नुपर्ने रिभर्सल क्यान्डल यहाँनिर टच गरेको छ। यो क्यान्डलले एउटा रिभर्सल क्यान्डलले यिनी क्यान्डललाई पनि ब्रेक गरेको छ। नेक्स्ट क्यान्डलबाट ब्रेक, हाम्रो जुन रिभर्सल क्यान्डल हुन्छ त्यही क्यान्डललाई हामीले स्टप लस राख्नुपर्ने हुन्छ। अब यो भन्दा मुनिबाट हाम्रो सेल, यसको कहाँ छ क्यान्डल, यसको 5 क्यान्डलको हाई यो छ, टार्गेट 1:2 मजाले दिएको छ। अब यहाँनिर 50 EMA माथि ब्रेक गरेको छ, हामीलाई के चाहियो, यहाँनिर एउटा ग्रिन क्यान्डल चाहियो। आयो, आएन, हाम्रो इन्ट्री भएन। त्यस पछाडि हामी अझै डाउन गएनौँ, यहाँनिर ब्रेक गर्यो, ब्रेक गरिसकेपछि 50 EMA भन्दा माथि कहाँनिर क्यान्डल क्लोज दियो, यहाँनिर एउटा 50 EMA भन्दा माथि यो ग्रिन क्यान्डलले क्लोज दिएको छ। हाम्रो फेरि यहाँबाट सेम रुल फलो, लङ योभन्दा माथि बाई, यसको 50 EMA को ठ्याक्क जस्ट मुनिको हामीले जो क्यान्डललाई गरेका छौँ 1:2 दिएको होला, सायद 1:2.38 दिएको छ हो। अब यहाँनिर के गर्यो, यहाँनिर फेरि डाउन साइड ब्रेक गर्यो, डाउन साइड ब्रेक गरेर दुईटा क्यान्डलले रिटेस्ट दियो, यो क्यान्डल रिजेक्सन दियो, यहाँनिरबाट हामी सेल, रिभर्सल क्यान्डल आयो, हामीले यो क्यान्डलबाट सेल, स्टप लस यही क्यान्डलको माथि जस्ट माथि, टार्गेट 1:2 दियो या दिएन, त्यो 1:2 यहाँले दिएको छैन हो, 1:1.52 दिएको छ। त्यस पछाडि मार्केटले यहाँनिर अपसाइड ब्रेक गर्यो, कुनै क्यान्डलले टच गर्यो, 50 EMA टच गर्यो, यहाँनिर टच गर्यो, जस्तै यहाँनिर यसले रिभर्सल यहाँसम्म दियो, यो क्यान्डलले 50 EMA टच, यो क्यान्डलबाट बाई, लङ पोजिसन हाम्रो यहाँनिरबाट यसको क्यान्डलको नेक्स्ट क्यान्डलबाट हाम्रो बाई, टार्गेट 1:2, यसको स्टप लस कहाँ बन्छ, यही क्यान्डलको जस्ट मुनि बन्छ, 1:4.59 दिएको छ होइन। जति हाने EMA-लाई यहाँनिर ब्रेक गर्यो, रिटेस्ट आयो, यो ग्रिन क्यान्डल पछाडि हाम्रो फेरि बाई,
एकदम इजी तरिका हो क्या यो 50 एमए मा ट्रेड गर्ने इजी तरिका। 50 एमए जब ब्रेक गरेर रिटेस्ट पछाडि एउटा रिभर्सल क्यान्डल हेर्नुपर्ने हुन्छ। त्यसपछि अहिले कति हो 1:3 पोइन्ट समथिङ दिएको छ। अब यहाँनिर मार्केट हाम्रो यहाँसम्म त टार्गेट भइसकेको छ। अनि के गर्यो मार्केटले फेरि यहाँनिर 50 एमएले ब्रेक गरिदियो। ब्रेक गरेपछि नेक्स्ट क्यान्डलले रिटेस्ट गरेको छ होइन। यसले टेस्ट गरेर रिभर्सल दिएको छ। हामी यहीँबाट सेलमा बस्दा पनि हुन्छ। नभए फेरि पुल ब्याक आयो। पुल ब्याक पछाडि यो ग्रिन क्यान्डलले टच गर्यो। नेक्स्ट क्यान्डल योबाट फेरि सेल। अब यो भिडियोहरू मसँग जस्तै यसको भिडियोहरू युट्युबमा पनि छ। मेरो युट्युब लिङ्क पनि छ। बेसिक कुराहरू सिक्न चाहनुहुन्छ म फुल कोर्स पनि मेरो चलिरहेछ। यही क्यान्डलभन्दा अलिकति थोरै माथि टार्गेट हेर्नु कति हो 1:5.88 1:6 दिइरहेछ यहाँनिर। अब जो क्यान्डल बनेको छ यहाँनिर यसले बार 50 एमए टच गरेको छ। 1 टाइम 2 टाइम टच गरेको छ। यहाँबाट रिभर्सल क्यान्डल दिएको छ। हामी यही रिभर्सल क्यान्डलबाट पनि सेल गर्न सक्छौँ। तर यो विकली भएकोले इन केस यो ग्याप अपमा खुल्यो भने मार्केट माथि जान्छ। फेरि यही रिटेस्टमा आउँछ भने हामी यहाँबाट बाई गर्छौँ। अहिलेको हिसाबमा मार्केट कन्टिन्युस थियो भने हामीले यहाँबाट फेरि सेल गर्न सक्थ्यौँ। यो एकदम इजी तरिका हो। 50 एमएमा हामीले ट्रेड गर्ने तरिका यो गोल्डको चार्ट हो होइन। तपाईँहरूलाई फ्री कोर्सहरू पनि मेरो चलिरहेको छ। कोही जोइन हुन चाहनुहुन्छ भने म्यासेज गर्नुहोला अथवा मेरो त्यहाँ लिङ्कहरू राखिदिन्छु म। टेलिग्राम यताउता सबै लिङ्क राखिदिन्छु। त्यसमा जोइन गर्न पनि सक्नुहुन्छ। एकदम इजी तरिका छ पैसा कमाउनलाई। डेलीको $100 मिनिमम $100 बनाउनु छ भने मन्थली तपाईँको $2000 बन्छ। ट्रेड गर्न सजिलो तरिकाले हामी धेरै कुराहरू पनि सिकाउँछौँ। जस्तै आइसिटीहरू एसएमसी प्राइज एक्सन सबै कोर्सहरू हाम्रो मिक्स चलिरहन्छ। र मेरो एउटा अनुभवको 5-6 वर्षको अनुभवको आधारमा मैले गर्ने ट्रेड मेरो यो सिग्नलहरू छ कि क्यान्डलहरू मैले जो बनाएको छु नि यो क्यान्डलहरूको बारे पनि डिटेलहरू तपाईँले पाउन सक्नुहुन्छ। त्यसको लागि म्यासेज गर्नुहोला अथवा कोर्स भनेर कमेन्ट गर्नुहोला। म कोर्सको लागि तपाईँ सबैलाई लिङ्क दिन्छु। जतिले पनि कोर्स भनेर कमेन्ट गर्नुहुन्छ उहाँहरूलाई म कोर्सको लिङ्क दिन्छु। त्यहाँ आएर सिक्न सक्नुहुन्छ है त गाइज।